हेलो नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ मेरो स्पेशल डे हो, मेरो बर्थडे। अनि सबैजनाले कमेन्ट बक्समा ह्यापी बर्थडे लेखेर जानु होला। अनि आजको दिनमा के गर्छु म हजुरहरूलाई सेयर गर्न गइरहेको छु, सो हेरिदिनु होला। किप वाचिङ। यो चाहिँ मेरो केक हो, मैले चाहिँ केक लिएको छु। केक मा चाहिँ एक्स्ट्रा छ। ओए कला लाग्यो त। Wow guys. Happy birthday Sunny. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sunny. Happy birthday to you. Thank you. ल अब हामी चाहिँ काट्छौँ। मैले चाहिँ क्यान्डलहरू केही पनि ल्याएको छैन, केक मात्रै हो। अब पोखराको अन्तिम के भन्छ जन्मदिन हैन, पोखरा अब यत्रो वर्ष भयो केक काटेरै गयो। अब चाहिँ अन्तिम, अब केक चाहिँ काट्न मिल्दैन किनभने म पोखरा नै हुँदैन, त्यही भएर लेट्स सी। अब म चाहिँ काट्छु। मिठो छ? लाग्दैन त। ल मिठो छ? अब हामी चाहिँ यो केक काटेर खान्छौँ। फाइनल्ली हामीले चाहिँ केक खाइसक्यौँ, तर यो खान मन लागेन। हामीले चाहिँ पानीपुरी खान लाग्छौँ। पानी आएको भएर लाइन छैन। एकदमै मिठो छ। हावाहुरी। Oh my god. Oh my god, हावाहुरी। हाम्रो तल्ला गयो नि, कति राम्रो फलेको थियो। हेर्नु त, कस्तो छ, हालत खराब। अघिसम्म कस्तो घाम भएको थियो, अनि कस्तो गर्मी लाग्थ्यो, अहिले फेरि यस्तो भयो। हामीले चाहिँ यो बनायौँ। हामी एक्लै त सक्दैन थियौँ, त्यहाँ पल्लोपट्टिको भाइले भनिदिएको। अहिले जस्तोको त्यस्तै बनाएको मैले चाहिँ। हाम्रो तरकारी बारी चाहिँ यस्तै छ साथीहरू। पानी आएर होइन, स्ट्रबेरी यस्तो पला त्यति करेला फलेछ। चुर्लुम्मै फला। फर्सीको मुन्टा त्यस्तो भयो।
यसरी नै बित्यो मेरो आजको दिन पनि। आज बेलुकीतिर एकदमै धेरै पानी पर्यो अनि त्यही हो। अनि मेरो भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला भन्दै थ्याङ्क यू फर वाचिङ।